श्रद्धालु भक्तजनहरू भुवनेश्वर महादेव मन्दिर पोखरा 22 को रिपोर्ट पाउनु तयार हो। भुवनेश्वर महादेव मन्दिर परिसरमा अब केही बेरमा नै दिव्य महारथी सुरु गइरहेको हुँदा समस्त श्रद्धालु भक्तजनहरूलाई यथासम्भव यस पवित्र भूमिमा आएकी दिव्य महारथीमा सहभागी बनी पुण्य लाभ लिन हार्दिक हार्दिक अनुरोध गर्दछौँ। दान सहयोग र सहभागिताको नेपालको एउटा उत्कृष्ट उदाहरण प्राचीन कालदेखिको धार्मिक ऐतिहासिक स्थलमा आएकी दिव्य महारथीमा सहभागी बनी पुण्य लाभ लिन नछुटाउँ। श्रद्धालु भक्तजनहरू यस पवित्र भूमिमा आयोजित दिव्य महारथीमा यहाँहरू पनि प्रत्यक्ष रूपमा सहभागिता जनाउन सक्नुहुनेछ भने आफ्ना आफ्ना परिवारजनका र गोत्रहरू बिताई पूजापाठ गर्न गराउन पनि सक्नुहुनेछ। जसले जति सक्छ त्यति गरौँ, क्रीडाका निर्माण कार्यमा सहभागी बनाऊ। महाआरतीका लागि दान तथा सहयोग गर्न चाहनुहुने भक्तजनहरू मन्दिर परिसरको मुख्य प्रवेशद्वारसँगै दान रसिद रहेको भनी जानकारी गराउँदछौँ। आदरणीय श्रद्धालु भक्तजनहरू, यस संगीतको अन्तसँगै कैलाश धाममा महाआरती सुरु हुनेछ। कृपया धैर्य धारण गरी बसिदिनु हुन अनुरोध गर्दै महाआरतीको दर्शन गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु। फेमस यूट्यूबर है।